बेल जुन यसको कलर यो त बोक्रा फालेको छ। हजुर बोक्रा चाहिँ यसको बोक्रा पहेँलो हुनुपर्छ। अनि पाकिसकेपछि बल्ल यो यसको कभर चाहिँ बलियो हुन्छ क्या। हजुर हजुर अनि यसलाई ल्याइसकेपछि यहाँ अब दुलो बनाउने, यहाँ दुलो बनाउने तीन ठाउँमा यो चाहिँ अब के भन्छ फलको हामीले त चेटा भन्छ, भेट्नु भेट्नु। हजुर यहाँ भेट्नु पनि यो बजाउनेतिरको पल बनाउने, यो चाहिँ दुईटा सर राख्नको लागि दुलो बनाउने। त्यो बनाइसकेपछि यहाँभित्र गुदी हुन्छ, त्यो पानी हाल्दै त्यो कुनै एउटा चिजले सिन्कोले अनि चलाउँदै अनि त्यहाँबाट गुदी निकाल्नुपर्छ। सबै गुदी फालिसकेपछि अनि त्यहाँबाट यहाँ अर्को आउँछ यो बाँसको। बाँस आयो हजुर। यो बाँस आयो, यो बाँसको दुईटा यसलाई सर भन्छ होइन, भाले पोथी। हजुर यो चाल्नेलाई चाहिँ भाले भन्छ। यो चाहिँ यसको चाहिँ साथ दिने, नचालिकन साथ दिने सँगसँगै स्वर दिने चाहिँ यो पोथी भयो। अनि यो बनाइसकेपछि करिब करिब यो चाहिँ 1 औँला यस्तो गर्दाखेरि 1 औँला को फरक हुने गरेर पल बनाउनु पर्ने हुन्छ कि। अनि यहाँ दुलो कतिवटा छ? 7वटा हुनुपर्छ। 1 2 3 4 5 6 7वटा होइन, 7वटा दुलो हुन्छ। यता पछाडि पनि पल पर्नुपर्छ। यो पल छैन, यसको पल बनाउनु पर्ने हुन्छ। अनि त्यस पछाडि यो भित्र पस्ने गरेर जुन एउटा यो यसलाई चाहिँ पिपिरे भन्छ क्या, हामीले पेपेमा भन्छ हाम्रो भाषामा होइन, यसलाई चाहिँ पिपिरे भन्छ होइन। यो बनाउनको लागि सबभन्दा मौलिक मुख्य भाग भनेको यही चाहिँ हो, यो पिपिरे हो। यसले स्वर निकाल्ने हो, यसबाट स्वर उत्पन्न हुने हो। यही स्वरलाई चाहिँ अनि त्यहाँबाट यसरी यहाँ घुसाउने, यस्तो घुसायो। घुसाइसकेपछि अनि त्यहाँबाट त्यो माउरीको चाकालाई मैन बनाउँछ क्या। त्यसलाई चाहिँ के गर्नुपर्छ भनेदेखि माउरीको चाकालाई पानी उमालेको पानीमा उमाल्नुपर्छ होइन। अनि उम्लेपछि अनि भुइँमा राखिदियो, चिसो ठाउँमा राखिदिएपछि यो मैन जति माथि बग्छ, पानी जति तल बग्छ क्या। अनि त्यहाँबाट त्यो मैन चाहिँ लाई आगोमा सेकाएर अनि यहाँ चाहिँ यो बेल र बाँसलाई चाहिँ जोड्ने काम चाहिँ मैनले गर्छ। अनि यहाँ एउटा टुटी राख्छ, अनि बजाउने बेलामा अनि टुटीबाट चाहिँ सास दिने, अनि यहाँ चाहिँ औँलाले चाल्ने। र यसको चाहिँ अब एकदमै मिठो धुन, यो चाहिँ अब मौलिक हाम्रो लोकबाजा भन्नु पर्यो होइन। हामी आफैले बनाउने यो अन्त चाहिँ अब किन्न बजारमा पाइँदैन। यो चाहिँ अब बजाउने र बनाउने मान्छेसँग कन्ट्याक्ट राखेर मात्रै पाउन सकिन्छ। यो बजारमा सहजै चाहिँ उपलब्ध छैन अहिलेसम्म। यो अहिले तपाईँले यो जो बनाइराख्नुहुन्छ, यो बनाएको चिज चाहिँ कहिलेकाहीँ बिक्री पनि गर्नुभएको छैन? बिक्री हुन्छ, यो अर्डर हुन्छ। अर्डर अनुसार चाहिँ हामीले पठाइदिने हो। कतिमा बेच्नुहुन्छ? यसको स्वर अनुसार हुन्छ। राम्रो स्वर अनि छ भने अब 5000 होइन। अनि अलि स्वर चाहिँ थोरै मिठो छैन भने अलिकति 4000 3000 भएर आउँछ। यसको चाहिँ ऊ भनेको 3000 देखि माथि हुन्छ। यो बनाउन नै लाग्छ 6-7 दिन त एउटा है। तपाईँले यो भन्दै हुनुहुन्थ्यो नि अलिकति यसको चाहिँ पहिले दाइले बनाउनुहुन्थ्यो अनि म पनि त्यही उहाँको सिको गर्दै सिकेँ भन्नुभयो होइन। यो चाहिँ अरू बेलामा यो चाहिँ बाकसमै थन्क्याउने हो, यो खास चाहिँ यो होलीको टाइममा भन्नुभयो। यो अलिकति यसको कन्टेक्स्ट, योलाई बजाउने यसको कुरा चाहिँ अलिकति सुनाइदिनुहोस् न।
अब खास गरी त यो अब गाउँको हाम्रो पुर्खाहरूले अब बनाएर त्यो चाहिँ बिस्तारै सर्दै सर्दै आएर अब वंशजहरूमा सर्दै आएर अब हामीसम्म आइपुगेछ। र यो पनि एकदम लोप भइसकेको अवस्थामा मैले फेरि यसलाई जगेर्ना गर्नुपर्छ भन्ने हिसाब किताबबाट मैले पनि मेरो दाइ तिलाराम आले बाट चाहिँ सिकेको। हामी बाँदरपुरेको बेलामा अब त्यहाँ चाहिँ डेरामा बस्थ्यौँ अनि त्यही बसेको बेलामा चाहिँ बसी बिहालो यो चाहिँ मोहरी बनाउन सिक्यौँ। यस्तै सिक्दै जाँदाखेरि अब हामीलाई पनि बच्चा हुँदाखेरि चाहिँ हाम्रो काकाहरू दाइहरू सबैले बजारै हिँड्दाखेरि असाध्यै रमाइलो लाग्थ्यो। हामीलाई पनि बजाउँ जस्तो हुन्थ्यो। त्यसैले हामी अब सिक्यो। र यसको बजाउने मौसम भनेको यो वर्षायाममा जब हामी खेत रोप्ने बेला हुन्छ अब त्यो बेलामा चाहिँ गाउँ बेसी गर्ने बेला हुन्छ त्यो बेला। अनि गाउँ बेसी गर्दाखेरि जाँदा पनि बजाउँदै जाने हो। अनि बेलुकी दिनभरि काम गऱ्यो फेरि बेलुकी बजाउँदै आउने। यसरी चाहिँ अब बजारी हिँड्थ्यौँ। अनि त्यस पछाडि कानमा भन्नुहुन्थ्यो कानमा हलो बोकेको कोदालो उसमा बोकेर अब त्यहाँ अब बेसी जाँदाखेरि त अब हलो जुवा कोदालो त अवश्य हुनै पर्यो हाम्रो होइन। अनि काँधमा चाहिँ कोदालो उ गर्यो राख्यो बिँड अगाडितिर अनि एक हातले चाहिँ यस्तो त्यो बिँडलाई धाने यसो गरेर अनि अर्को दुई हातले चाहिँ बजाएर अनि बजाउँदै ओह्रालो झर्थ्यो क्या बेसीसम्म। आउँदा पनि त्यसरी नै अब रमाइलो गर्नको लागि कतै बिसाउनी छ भने ल ल ल मोहरी बजाएर मोहरी सुन्ने हो भनेपछि अनि त्यहाँ बजाउने। आफूलाई इच्छा लागुन्जेलसम्म बजाउने हो। र जान्ने मान्छेले जसले बजाउन मन लाग्छ पालैसँग बजाउने हो कि। तर त्यो गीत चाहिँ ओहोली गीत नै हो भन्ने छैन, जुनसुकै गीत पनि बजाउँथे यो यसमा त के हो ओहोली नै बजाउने हो होइन। यो मोहली यसको नाम त मोहली हो होइन, गीतको नाम ओहोली हो। त्यही त त्यो ओहोली गाउने बेला समयमा बजाउने भावनाले यसमा बज्ने गीत पनि त्यही ओहोली नै हुन्थ्यो कि जुनसुकै? होइन, यो चाहिँ ओहोली नै बजाउने होइन। यो त यसले जुन जुन चाहिँ लयहरू टिप्छ सम्पूर्ण लय चाहिँ टिप्दैन यसले। यसले टिपेको लयहरू अब लोकगीतहरू अब सामान्य चाहिँ टिप्छ। हार्मोनियम जस्तो पुरै टिप्दैन, बाँसुरी जस्तो टिप्दैन यसले यसको स्वरले। त्यही भएर अनि आफूले जानेको लोकगीत लोक भाकाहरू कुन कुन मिल्छ यहाँ बजाउन त्यो चाहिँ आफ्नो स्वेच्छाले बजाएर हिँड्ने हो। र यसको आलाप हुन्छ क्या। यसको चाहिँ गरेर त्यो चाहिँ यसको आलाप पनि बजाउँछ, मोहलीको आलाप। यसरी अब वर्षायाममा अनि त्यहाँबाट यो कहिलेकाहीँ अब भदौतिर हाट बजार भएको बेलामा पनि बजारमा पनि पुरा मौली बजाएर हिँडिन्थ्यो हाट बजारमा। अनि त्यहाँबाट त्यो मौसम गएपछि, मौसम भ्याएपछि, वर्षायाम भ्याएपछि यो चाहिँ थपक्कै ल्याएर बाकसमा राख्ने, सुरक्षित ठाउँमा राख्ने, अरू बेला बजाउन पाइन्थेन कि। यो अहिले यो यसरी तपाईँले भन्नुभयो नि यो आफ्नो बारीमा झर्दाखेरि बजाउँदै हिँड्न, यस्तो खालको चलन चाहिँ रुकेको कति भयो? बजाउनु छोडेको कि त्यसरी बजाउँदै हिँड्थे भन्नुहुन्छ नि, त्यो चाहिँ त्यो अहिले पनि जारी छ कि रोकिएको धेरै वर्ष? होइन, यो त धेरै भयो, यो त थुप्रै भइसक्यो। यो धन्दै यो बज्न छोडेको त 40 वर्ष भन्दा पनि बढी भयो होला।
तर यो बनाउनु फेरि यो तपाईँले यो जो आफूले हामी बनाउन खोज्दै हुनुहुन्छ यो कति वर्षदेखि बनाउँदै हुनुहुन्छ फेरि अहिले चाहिँ यो कति चाहिँ वर्षपछि 3 वर्ष भयो मैले ए फेरि सुरुवात गरेको। ओके 3 वर्ष भयो। यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर मैले ठाउँ ठाउँमा चाहिँ काठमाडौँको इन्द्रेणी कार्यक्रम पनि बजाएको छु। अनि विभिन्न उसमा चाहिँ महोत्सवहरू कार्यक्रमहरूमा यसको चाहिँ एउटा परिचयका साथ यसको चाहिँ सबैले मौली भने यस्तो हुँदो रहेछ भनेर जानोस्। मेरो भाइ पिँढीका मेरा छोरानातीहरूले पनि सिकोस् र यसलाई सधैँ जीवित राखोस् भन्ने हैसियतले मैले चाहिँ फेरि सुरुवात गरेर यो चाहिँ बनाउन थालेको।